हजुर तपाईले त साह्रै मजाले हेर्नु भयो नि यो अब भर्खरको युवा केटो हामी बुढेसकाल यसरी यस्तो यो हामी यसरी सुतेर हिँडेको मान्छे यस्तो ठाउँमा नि अलिक उ लाग्यो कि किन रुनु भयो नि तपाईँ चाहिँ होइन यस्तै अब कस्तो दुःख ए गाडी बोकेर गरेर हिँडिन्छ बाटो यस्तो भयो अलिक नराम्रो लाग्छ नि यो जुन बाटोमा तपाईँहरूले आज अन्त धेरै पहिले ढाक्रे बोकेर भुजपुरतिर जानुहुन्थ्यो आज यो ठाउँ झाडी यस्तो बनाइदिनु भयो भनेर तपाईँ पनि जानुभयो के भन्नुहुन्छ त सबैजनालाई म त तपाईँलाई देखेर त्यति प्रश्न गर्नु पनि मन लागेन उत्तरहरू सबै पाइहाले जस्तो लाग्यो त राम्रो लागेको छ हजुर त्यसरी बनिँदै जाओस् हाम्रो देश गाउँ होइन अब यस्तो युवा नानीहरूले हजुर बनाएको हामी हिँड्दा यस्तो नाति खोला भित्रभित्र सुतेर उठेर हिँड्थ्यौँ गाडी बोक्दै भात त्यताउँदै पकाएर खायो यहीँनिर यो खोलाभित्रभित्र यहाँनिर ढाक्रे पनि देखिन्छ नि अङ्कल ढाक्रे ढाक्रे देख्दाखेरि विशेष तपाईँलाई याद आउँछ होला धेरै आउँछ नि यहाँ घर तल्लो लाइन माथिल्लो लाइन थियो है हजुर अनि यहाँ अब पानी आउँदा यहाँ बस्छौँ नभए खोलाभित्र उता त्यो हाँडी खोला हुन्छ नि त्यो ओडार त्यो ओडारभित्र हुँदै सुत्थ्यौँ हिँड्थ्यौँ माथि रामिते त पुगिँदैन थियो होइन बेलुका अन्त त्यो हिँड्थ्यो अब खै